सभामुख महोदय, आज म ठूलो जिम्मेवारीका साथ सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ। संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएका थुप्रै उदाहरण भेटिन्छ, तर नेपाल त्यसको अपवाद बन्यो। हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता, हाम्रो उदारताको एउटा प्रमाण थियो। पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परेको कुरा हो, निर्वासन समेत नतोकी पूर्व राजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सिन हुँदैन। यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुनेछ र यसले उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हामी सबैले हेक्का राख्न जरुरी छ। गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं। क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकको कारण होइन, गणतन्त्र यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रूपमा आएको हो। यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेको नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरू केही हुनै सक्दैन। हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने कुराको यो भन्दा राम्रो उदाहरण अरू केही हुन सक्छ र? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु। 106 वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन्। अझै फ्रान्समा अन्तिम राजतन्त्र सकिएको 175 वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन्। सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्नुहोस्, हामीलाई आपत्ति छैन। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्। तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु। एकातिर राजावादी साथीहरू सडकमा पनि हुनुहुन्छ, सदनमा पनि हुनुहुन्छ। उहाँहरूका उद्देश्य बडो प्रष्ट छन्। उहाँहरू इतिहासको चक्कालाई पछितिर फर्काउन चाहनु भएको छ। अर्कातिर सरकारको कुशासन पनि छ। लोकतन्त्रलाई जति ठूलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्था भित्रैबाट लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सिन हुँदैन। सत्तारूढ साथीहरूले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनु भएको छ। संसद प्रतिपक्षको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता यद्यपि त्यो संवैधानिक र कानूनी मान्यता होइन, तर यो आम रूपमा स्वीकारिएको मान्यता हो। संसद सञ्चालनमा तपाईहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ आफैसँग सोध्नु होला। प्रमुख प्रतिपक्ष दलको नेता रोस्टममा उभिँदा
प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि संस्कारहीनता हो कि कुण्ठा हो, त्यसको जवाफ पनि आफै खोज्नु होला। अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफै मूल्याङ्कन गर्नुहोस्। हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं। सदन भित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ। ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन। यो कुरा पनि हेक्का रहोस्। बिचौलियाका हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधीन विधेयक अघि बढाउन किन अनिच्छुक देखिएको हो? गम्भीर प्रश्न छ। संघीय निजामती विधेयक जो मैले आफ्नो प्रधानमन्त्रीत्व कालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइ पुर्याएको छु, विद्यालय शिक्षा विधेयक लगायत अहिले पनि सरकारकै कारण अगाडि बढिराखेका छैनन्। यो आफैमा गम्भीर विषय छ। आज प्रतिगमनतिरको मनोबल बढेको छ भने सरकारका स्वेच्छाचारी र गलत गतिविधिले गर्दा नै बढेको छ भन्ने कुराको हेक्का राखिएन भने आउने दिन अझ गम्भीर, जटिल र चुनौतीपूर्ण हुन्छन् भन्ने कुरा विचार गर्न जरुरी छ। कसैको तस्बिर छापिएकै टी सर्ट लगाएकै कारण सरकारले नागरिकलाई नियन्त्रणमा लिइरहेको छ। लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक? हिजो राजा महाराजा नै पुरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई। लोकतन्त्रले के यो राजसी ठाट स्वीकार गर्छ? सत्तारूढ पार्टीका कार्यकर्ताले आम नागरिकता परेको कुरा वर्दीधारीलाई नै आक्रमण गर्छ तर तिनलाई कारबाही हुँदैन। यस्तो दण्डहीनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ? हेक्का राख्नुपर्ने विषय हो। मैले पटक पटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सधन निगरानीमा छौं। तर तपाईहरूले जनचाहनालाई बारम्बार उपेक्षा गरिरहनु भएको छ। पछिल्ला 8 महिना तपाईहरूले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनु भएको छ। एक अर्कालाई चोख्याएर नक्काली भुटानी शरणार्थी काण्ड धुनुभयो गंगा नदीमा, तर फोहोर भयो लोकतन्त्र। बाल मन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा। गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो। लोकतन्त्र तपाईहरूप्रतिको आक्रोश आज व्यवस्थाका विरुद्ध पोखिन खोज्दैछ भन्ने कुरालाई कतिको आत्मसमीक्षा गर्नु भएको छ? मैले यही सदनमा पछिल्लो पटक विश्वासको मत लिँदै गर्दा भनेको थिएँ, आत्मसमीक्षा सहित गल्ती हाम्रा पनि भए। हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनता प्रति जवाबदेही हुने प्रक्रियाको सुरुवात गरेनौं भने आउने दिन झन जटिल हुन्छन् भनेर भनेको थिएँ। अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ। सरकार यो गर्दैछ, सरकार त्यो गर्दैछ, तर 2/3 घोडा कसले दौडाएको छ? मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्ने चाहन्छु। सरकारको 2/3 घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। तपाईहरूले गर्ने नियुक्ति, तपाईहरूले गर्ने सेटिङ तपाईहरूले गरेको मैले देख्दिन। ती त बिचौलियाहरूले, उनीहरूले निर्णय गरे अनुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला 8 महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुहोस् जसका पछाडि बिचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ। तपाईहरुका संयन्त्र, समिति, बैठक यी सबै नाटक जस्ता मात्र देखिएका छन्। सत्ताको ड्राइभिङ सिट